हेलो एन्ड गुड मर्निङ साथीहरू, वेलकम टु माई मिनी ब्लग। म चाहिँ यस्तो भन्दै 7:30 बजे उठेँ अनि कपाल सपाल मिलाएर फ्रेस हुनलाई गएँ। यो चाहिँ मेरो घाउ आएको छ अनि घाउ देखाउँदैछु। यस्तो भन्दै हात मुख धोएँ, मम्मीसँग गफ गर्दै म फ्रेस हुन थालेँ होइन। अनि सुरुमा मुख धोएर मैले ब्रस गर्न लागिरहेको थिएँ अनि खै के भन्दै थिएँ, मैले कुरा चाहिँ गर्दै थिएँ, मलाई त्यति याद चाहिँ छैन। एकदम माइन्ड स्ट्रङ छ नि त, त्यही भएर अनि त सबै सकेर गएँ। बाबा के गर्दै हुँदो रहेछ अनि हाम्रो घर पनि मकै छ, मकै केलाउँदै हुनुहुँदो रहेछ। अनि यसो यही बेलामा हाम्रो गाउँतिरको मौसम पनि देखाइहाल्यो, आज पानी परिरहेको थियो राम्रो। अनि त्यसपछि कुखुराहरू पनि हेरेँ होइन, हाम्रो कुखुरा पनि छ। यति गरिसक्दा मेरो खाना खाने बेला भइसकेको थियो क्या। अनि म किचनतिर छिरेँ, हेरेँ तरकारी दाल पकाउँदै हुनुहुँदो रहेछ। मम्मी चाहिँ पकाउँदै हुन्छ, देखाउँदैछु होइन के पकाउने हुन्छ भनेर। अनि म खासै कफी पर्सन चाहिँ होइन, तर मैले आज कफी भेटाएँ अनि खाएँ। अनि म रेडी सेडी भएँ होइन। अनि रेडी हुँदै चाहिँ यो चाहिँ मैले काजल लगाएको, काजल चाहिँ म एकदम मजा लाउँछु क्या। अनि त्यस पछाडि म त्यस्तो हेभी मेकअप चाहिँ गर्दिनँ, बस यस्तो। अनि नक्कल पारेँ मैले, ल रेडी भइसकेँ भनेर होइन। अनि खाना गएको ल भनेर भनेको है मैले चाहिँ यो। अनि मैले खानामा के खाएँ त भने माम खाएँ। अनि त्यसपछि दाल अनि करेलाको थियो। अनि म करेला चाहिँ खाँदिनँ कि, अनि करेला मम्मीले धेरै हालिदिनु भएछ अनि साटेको क्या मैले चाहिँ। अनि यो सामान चाहिँ भनेको मेरो इसेन्सियल सामान हो है भन्दाखेरि। अनि म रेडी भइसकेँ, ल म गएको भनेर भन्दैछु। अनि त्यसपछि म गएको भनेर घर देखाएँ। अनि जाँदै थिएँ यस्तो छ मिल्ने बेलामा मौसम भनेर। अनि उहाँ दुईजना चाहिँ माइजू र भाइ थियो, अनि उहाँलाई भेटाउँछु भनेर जाँदै थिएँ। जाँदा मैले बाइक भेट्टाएँ, बाइकमा गएँ, चोक पुगेँ है। गाडी पर्खिरहेको छु, देखाउँदै थिएँ बाटोहरू। ठ्याक्कै गाडी पनि आयो अनि गाडीमा चढेर म सर लागेँ होइन। अनि गाडी चाहिँ विराटचोकमा गएर चाहिँ रोकेको थियो। अनि हाम्रो चाहिँ यो एसियन हाइवे एकदम खत्तम छ क्या, खत्तम। अनि यस्तो यो बाटो खत्तम बाटो हुँदै म गएँ सर भन्न मिल्दैन। अनि यो चाहिँ बुढी खोला पुगेँ। अनि त्यसपछि धरान लाइनमा उतारिदिनु भएको थियो। अनि हिँड्दै गयो। अनि यहाँनिर फेरि लाइन जेब्रा क्रसिङ गर्नु पऱ्यो नि त, अनि टाइम लागेको थियो क्या। अनि त्यहाँनिर पर्खेर बसेँ होइन। अनि जब टाइम भइसकेपछि अनि गएको थिएँ क्या। अनि म एकदम धेरै हसाङ पसाङ गर्दै गएँ, पुगेँ होइन अफिस। यो चाहिँ नजारा देखाएको है। अनि यो चाहिँ हाफ भइसकेको थियो, हाफमा खाजा खाना जाँदाखेरि मैले गएको कि। यो चाहिँ हाम्रो विशाल होटल हो, यहाँ अङ्कको मार्केट गल्लीमा छ होइन। अनि त्यसपछि यहाँ चाहिँ म डेली जान्छु। यो चाहिँ मेस्सीको एकदम ठुलो फ्यान हुनुहुन्छ क्या। अनि मैले खाजा अर्डर गरिसकेको थिएँ, खाजामा चाहिँ यही हेल्दी खानु पऱ्यो भनेर चना खाएको होइन। अनि म खान थालेँ यता। अनि त्यसपछि हेल्दी खानु भनेर खाइसकेको यो चाहिँ। अनि त्यसपछि खाइसकेपछि म पोपोलाई बस्दै खाँदै थिएँ क्या। अनि आन्टीहरू आउनुभयो, अनि अङ्कल आन्टी दाइहरूसँग म यसो गफ लाउँदै थिएँ क्या, के भन्थ्यो। अनि खाजाको दाम पनि बढेछ। अनि यस्तो त्यही बेला मैले टिकटक पनि बनाइहालेँ। अनि त्यो खाइसकेर टाइम आउट भइसकेपछि अनि निस्केँ क्या। यो बाटो चाहिँ म चाहिँ चोर बाटो हिँड्छु है भनेर देखाएको होइन। ट्राफिकले भेट्यो भने मलाई फाइन लाउन सक्दिनँ। अनि त्यसपछि एकछिनमा आयो अनि चिया खाने बेला भयो। अनि यहाँ चाहिँ हाम्रो अगाडि गीत गाउनुहुन्छ कि, अनि त्यहाँ गीत गाउँदै चिया खाँदै थिएँ। अनि यस्तै हुँदै 6 बजिसक्यो होइन। 6 बजेको ड्युटी हो, मेरो चाहिँ 6:15 भइसकेको थियो। अनि त्यहाँबाट निस्केँ म। अनि त्यसपछि निशालाई भेटेँ। अनि यहाँ क्याफे आएँ, अनि कफी लिएर गएँ। अनि म फर्केँ त आफ्नो ड्युटीतिर गएँ होइन। अनि म हिँड्दै फेरि म्याजिक भएको ठाउँमा जानुपर्यो भनेको थिएँ। आज फेरि मैले बसै भेटेँ। अनि हेर्ने टाइम कति भइसकेछ, 7 बजिसकेछ है। म 6:30 बजे निस्केको थिएँ, आधी घन्टापछि। अनि यहाँ गाडी छैन भनेर आउँदै थिएँ, गाडी ठ्याक्कै आएछ। अनि फेरि गाडीमा चढेँ अनि आएँ होइन। खुसी हुँदै थिएँ, आज बेलैमा घर पुग्ने पऱ्यो भनेर, 7 बजे हिँड्यो भनेर। टाटा बाई बाई भन्दै थिएँ खुसी हुँदै। यस्तो पाहाडको बाटो चल्दै लास्टमा त गाडीले फर्कायो फेरि। बुढी खोला पुग्ने नजिकै आएछ, हेर्नु न मैले देखाउँदैछु। अनि त्यस्तो हुँदै अनि लास्टमा फेरि फर्किँदा ओर्दा त म दिउँसै चढेको मान्छे, हेर त राति आइपुग्यो, राति भइसक्यो। हुँदैछु अब गाडीबाट रोतेर। यो चाहिँ हाम्रो पिपलचोकको चटपटे पसल हो, रातिसम्म खुल्ला हुन्छ। अनि म घर आइपुगेँ फाइनली। घर आइपुगेर मैले के गरेँ त, आएँ अनि बसेँ। अनि भन्दैछु म आइपुगेँ भनेर। अनि त्यसपछि रुममा आउँछु, म रुममा आएँ। अनि त्यसपछि लुगासुगा फेरेँ। अनि त्यसपछि खाना खायौँ है। यो चाहिँ हाम्रो रातिको खाना हो होइन। सबजना बसेर खायौँ गफ गर्दै यस्तैमा हामी लाइन पनि गयो होइन। हामी कतितिर गफ गर्छौँ। अनि लाइन पनि गयो, लाइन गइसकेपछि पनि हामी स्टिल खाँदै गरिरहेको थियौँ, लाइट बाली होइन। अनि त्यस पछाडि भनेको चाहिँ हाम्रो खाना खाँदै हो क्या ज्यादा गफ हुने भनेको चाहिँ नि, हामी सबैजना फ्यामिली भेला हुन्छौँ नि त। अनि मैले यो चाहिँ खाइसकेँ भनेर देखाएको क्या। अनि त्यस पछाडि भनेको चाहिँ अब लास्ट भनेको मेरो मुख धुन बाँकी रहेको थियो। अब मान्छेले
रातिको स्किन केयर गर्छन्, म चाहिँ गर्दिनँ होइन। मुख चाहिँ धुन्छु धन्नै, अनि मुख धोएँ किनकि दिउँसो घसेको हुन्छ नि त, घसेको कुराहरूको लागि भनेर मुख धोएँ अनि हात मुख धोइसकेपछि म भित्र आएँ। अनि आजलाई सक्यो मेरो ब्लग। टाटा बाई बाई।